guys, welcome to my another vlog. आज चाहिँ एकदमै सिम्पल खानाको भिडियो लिएर आएको छु जहाँ चाहिँ जुन चाहिँ हामी सबै नेपालीलाई चाहिँ मनपर्ने खाना भनौँ न गुन्द्रुक र राइस लिएर आएको छु। एकदमै सिम्पल छ मेरो खानाको भिडियो चाहिँ एकदमै छोटो पनि हुन सक्छ। धेरै दिन भयो मैले भिडियोहरू नहालेको अनि मलाई त्यो खासै भिडियो बनाउन पनि आउँदैन। खाना एकदमै सिम्पल छ किनकि मलाई चाहिँ पिरो पनि खासै मन पर्दैन। सो मैले चाहिँ पिरो बिना नै यो खाना बनाएर चाहिँ खान लागेको छु। ल विदाउट एनी डिले म चाहिँ खाना सुरु गरेँ है त। त्योभन्दा पहिला चाहिँ प्लिज मेरो भिडियोलाई चाहिँ लाइक सब्सक्राइब र सेयर गरिदिनु होला। यो चाहिँ गुन्द्रुक हो, गुन्द्रुकको रस छ, यहाँ पनि गुन्द्रुकै हालेको छु मैले चाहिँ। सो खाना सुरु गरेँ है त। एकदमै मुखबाट पानी आइसक्यो मेरो चाहिँ, मलाई गुन्द्रुक एकदमै धेरै मनपर्छ। ल फर्स्ट बाइट खाएँ त। गुन्द्रुक हालेँ। मैले चाहिँ यसमा मरिचहरू जायफलहरू सबै हालेर बनाएको छु, त्यही भएर मरिचको चाहिँ हल्का पिरो आउँछ। एकदमै मिठो भएको छ। सुकेको खुर्सानी चाहिँ मैले पड्काएको थिएँ। गुन्द्रुक त हाम्रो राष्ट्रिय तरकारी भयो नि हैन। सबै नै हालेँ मैले चाहिँ। गुन्द्रुक यति मिठो भएको छ म बयान नै गर्न सक्दिनँ। सायद मलाई गुन्द्रुक मिठो लाग्ने भएर पनि होला हुन चाहिँ।
ल साथीहरू, मैले चाहिँ गुन्द्रुक र राइस चाहिँ मजाले खाएँ। मलाई एकदमै मिठो भयो। मैले पुरै हेर्नुहोस् न, यहाँ प्लेट नै पुरै खाली गरेको छु। सो यस्तै भिडियोहरू चाहिँ मैले खाएको हजुरहरूलाई राम्रो लागिराखेको छ भने चाहिँ फर्दर अरू भिडियोजहरू हेर्न चाहनुहुन्छ भने चाहिँ प्लिज मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। र अर्कोचोटि मैले चाहिँ कुन चाहिँ खानाको मकबाङ लिएर आएको हेर्न चाहनुहुन्छ प्लिज कमेन्ट गरिदिनु होला। र मलाई एकदमै धेरै हजुरहरूको मायाको आशा छ। सो आशा छ हजुरहरूले सपोर्ट गरिदिनुहुन्छ होला। ल अर्को भिडियो नआउन्जेलसम्मको लागि बाई बाई, हेभ अ नाइस डे।